साउदी अरबले 50 वर्ष पुरानो कफाला प्रणाली किन अन्त्य गर्यो? अब के बदलाव हुन्छ त? नमस्ते, यहाँहरुलाई स्वागत छ मनी माइन्ड नेपालमा। आज हामी कुरा गर्नेछौँ साउदी अरबबाट आएको एउटा ऐतिहासिक समाचारको बारेमा, जुन 50 वर्षदेखि चलिआएको काफला प्रणाली साउदी अरबमा अब अन्त्य हुने भनेर आएको छ। यो निर्णयले अब वैदेशिक रोजगारमा आउने जस्तै नेपाल, बंगलादेश, भारत, भुटान, श्रीलङ्का, पाकिस्तान, हरेक फिलिपिन्स, हरेक देशको नागरिकहरूलाई चाहिँ एकदम सहज र उनीहरूलाई फाइदाजनक हुनेछ। कुरा गरौँ यो कफला प्रणाली के थियो र विवाद स्पष्ट थियो र अहिले यसको अन्त्यले अब के परिवर्तन आउँछ भन्ने विषयमा। कफला प्रणाली भनेको एउटा स्पोन्सरशिप सिस्टम हो। यो 1950 को दशकमा साउदी अरब र खाडी देशहरूमा सुरु भएको थियो। यस प्रणाली अन्तर्गत हरेक विदेशी कामदारहरूको कानुनी स्थिति लगायत उसको भिसा बसोबास गरी उसको स्पोन्सरमा भर पर्थ्यो। यसको मतलब यो नियुक्तिलाई नै कफिल भनिन्थ्यो। सिस्टमले गर्दा कामदारहरूले चाहिँ के गर्ने, नोकरी फेर्न नपाउने, देश छाड्न नपाउने वा उनीहरूले आफ्नो जुन नियुक्ति स्पोन्सरवालाको अनुमति बिना उनीहरूकै खिलाफ पनि लो सेलरी पाइरहेका छन्, आफूलाई त्यो काम मन परेको छैन भने उनीहरूको खिलाफ पनि कानुनी रूपमा गएर उजुरी दिनलाई पनि उनीहरूबाट नै एप्रुभल लिनुपर्ने हुन्थ्यो। यस्तो कुराहरू थियो। यही कारणले गर्दा यसलाई धेरै अधिकारी कर्मीहरूले यसलाई आधुनिक दासप्रथा भनेर पनि भन्ने गर्थे। अब साउदी सरकारले घोषणा गरिसकेको छ कि यो पुरानो कफला प्रणाली अन्त्य हुनेछ भनेर। अब यो अन्त्य भइसके पछाडि चाहिँ वैदेशिक रोजगारमा आउने विभिन्न देशबाट आउने कामदारहरूलाई चाहिँ के फाइदा हुन्छ त भन्ने विषयमा कुरा गरौँ। विदेशी कामदारले स्पोन्सरको नियुक्ति बिना नै नोकरी परिवर्तन गर्न सक्छन्। उनीहरूलाई काम मन परेन भने उनीहरूले छोडेर जान पनि सक्छन्, परिवर्तन गरेर देश छोडेर जान पनि सक्छन्। यसमा पनि अब उनीहरूलाई कानुनले राइट्स दिएको छ। रोजगारसित कामदार र कम्पनी बीच नै समझदारीमा हुनेछ र यो निर्णय चाहिँ साउदीको 2030 को अन्तर्गत श्रम सुधारको भाग हो। यति भइसकेपछि यसबाट करिब 1,30,00,000 भन्दा बढी नयाँ रोजगारीमा कामदारहरूलाई चाहिँ आकर्षण गर्ने आकलन पनि गरिएको छ साउदी अरबले। अब यो किन महत्त्वपूर्ण छ भन्ने विषयमा पनि कुरा गरौँ हामी। अब उनीहरूले स्वतन्त्र रूपमा रोजगार परिवर्तन गर्न सक्छन्। ज्याला नपाउने, पासपोर्ट रोक्ने, जबरजस्ती टाइम गर्ने जस्तो समस्या सुधार गर्नेछन्। आधिकारिक संरक्षण सजिलो हुनेछ। उनीहरूले पाउने संरक्षण सुविधा हरेक कुराहरूमा चाहिँ सहजीकरण हुनेछ। कामदारहरू सँगसँगै यसले साउदी अरबलाई पनि धेरै फाइदाजनक हुनेछ। साउदी अरबका लागि चाहिँ के हुनेछ भने राष्ट्रिय स्तरमा सकारात्मक प्रभाव पर्नेछ। बजार लचिलो र आधुनिक बन्नेछ। त्यसैको लगानी र दक्ष जनशक्ति सन्ड हुनेछन् साउदी अरबप्रति। अरबमा यिनी सबै कुराहरू गर्दै गर्दा चुनौतीहरू पनि छन् है। यो चुनौतीहरू पनि आउन सक्छन्। चुनौतीहरू के हुन सक्छन् भने कार्यान्वयन हुनलाई चाहिँ अलि समय लाग्न सक्छ। कार्यान्वयनमा उतार्नको लागि चाहिँ केही समय लाग्न पनि सक्छ। कार्यान्वयन भएपछि पनि यसलाई सबै कम्पनीहरूले चाहिँ लागू गर्छन्, चालू गर्छन्। सबै कम्पनीहरूले चाहिँ यही कानुनको अन्डरमा रहेर काम गर्छन् भन्नु पनि छैन हैन। भएमा चाहिँ यस्तो नहुन पनि सक्छ र यो सुरुवात हुनु नै सबैभन्दा ठूलो कुरा हो। अर्थ हामी सबैका लागि के हो? अर्थ नेपाल लगायत अन्य देशका लाखौं कामदारहरूको लागि यो समाचार चाहिँ एकदम आशाको किरण पनि बनेको छ। अब कामदारले आफूले चाहेको रोजगारी आफ्नो आधिकारिक आवाज उठाउन पाउनेछन्। आफ्नो राइट्समा चाहिँ बोल्ने अधिकार पाउनेछन्। उनीहरूलाई दिइनेछ। कानुनले पनि हेर्नेछ यो विषयहरूलाई। तर ध्यान दिनुपर्ने कुरा कानुन बदलियो भन्दैमा जुन त्यो व्यवहार चाहिँ बदलिँदैन है। वास्तविक परिवर्तन प्रयोग र निगरानीमा पनि भर पर्छ। यो कुराहरू पनि ध्यानमा राख्नुपर्छ र तपाईहरूले पनि आफूले पनि आफ्नो तर्फबाट पनि सबै कुराहरूलाई चाहिँ आकलन गर्न सक्नुपर्छ। साउदी अरबले 50 वर्षपछि कफला प्रणाली अन्त्य गरेर इतिहास रचेको छ। कामदारका आधिकारिक र स्वतन्त्रतामा ठूलो हुने अपेक्षा पनि गरिएको छ। यदि तपाईहरूलाई यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला र तल कमेन्टमा लेख्नुहोस् कि यो निर्णयले खाडी मुलुकहरूमा साँच्चीकै नयाँ परिवर्तनहरू आउँछ त। सो आजको भिडियोमा हामीले कुरा गरिहाल्यौं 50 वर्षदेखि पुरानो साउदी अरबले काफला प्रणालीलाई चाहिँ अन्त्य गरेको विषयमा। यदि तपाईहरू यो भिडियो हेर्दै हुनुहुन्छ भने कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनु होला र आगामी दिनहरूमा हामी फेरि यस्तै भिडियोहरू लिएर आउनेछौँ। अहिलेको भिडियोमा बिदा हुन चाहन्छौँ। यदि तपाईहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यो भिडियोमा बिदा हुन चाहन्छु। हस्त, नमस्ते, टेक केयर, बाई, ह्याभ अ नाइस डे।